नमस्कार साथीहरु। नेपाल सरकारले चाहिँ भर्खरै बाघको जनगणना चाहिँ प्रतिवेदन सार्वजनिक गरेको छ। समसामयिक छ हाम्रो हैन। अब बाघ जनगणना बारे चाहिँ हामी अध्ययन गरौँ एकछिन, पढौँ के छ बाघ जनगणना, कति बाघको जनसङ्ख्या भयो हाम्रो नेपालमा, कुन राष्ट्र निकुञ्जमा कति बाघ भयो, कहिले चाहिँ सुरु गरेको थियो र कहिले चाहिँ नतिजा प्रकाशन गर्यो, त्यसको बारेमा आज हामी पढौँ। यो ट्रिक्स मार्फत पढौँ हामी, एकदम सजिलो छ, यो गाह्रो छैन, यो सबै याद हुन्छ, एकछिनमै याद हुन्छ। हेर्नु है, अब यो बाघ जनगणना चाहिँ 2083 को नतिजा छ। अब सुरुवात र नतिजा सार्वजनिक अधिकृत लेभलमा त कहिले काहीँ चाहिँ एकदमै सोच छ। जस्तै कृषि गणना कहिले भएको थियो, राष्ट्रिय जनगणना कहिले सुरु भएको थियो, अन्तिम नतिजा कहिले दियो, विगतका परीक्षामा चाहिँ सोधेको छ। त्यसैले चाहिँ यसलाई नेग्लेक्ट गर्नु हुँदैन। सुरुवात र नतिजा। अब सुरुवात हेरौँ त, बाघको कुरा गरेको छ यहाँ। बाघको नतिजा यो सार्वजनिक गणना कहिले सुरु गर्यो भन्दाखेरि पौष 1 गते 2082 सालमा। पौष 1 गते कसरी याद गर्ने? पौष भनेको पाल्नु। हाम्रो मैथिलीमा चाहिँ पौष भनेको पोषणाइ काम, पोस्नु। पोष गाई पोसले, भैँस पालले, बिलाई पालेको पोषै छ हो। त्यसैले चाहिँ बाघलाई चाहिँ हामी पाल्न सक्दैनौँ, पोस्न। बाघलाई चाहिँ हामी पाल्न सक्दैनौँ, एउटा पनि बाघलाई हामी पाल्न सक्दैनौँ, एउटा पनि बाघलाई पाल्न सक्दैनौँ। सुरुवात कहिले भयो त? पौष 1 गते। पौष 1 गते चाहिँ बाघ जनगणना सुरु गर्यो 2082 सालमा। अब यसको चाहिँ जनगणना सबै काम सकिएपछि नतिजा दिनु पर्यो सरकारले। त कहिले दियो नतिजा सार्वजनिक कहिले गर्यो भन्दाखेरि साउन 13 गते। साउन 13 गते, श्रावण 13 गते। अब बाघ चाहिँ हामी पाल्न सक्दैनौँ, एउटा पनि बाघलाई पाल्न सक्दैनौँ। किन बाघले चाहिँ सताउने काम गर्छ, सत्याउने काम। श्रावण भनेको सत्यते, सताउने काम गर्छ। के साउन 13 गते 2083 सालमा चाहिँ यसको नतिजा सार्वजनिक गरेको छ। के भनेर? कुन राष्ट्रिय निकुञ्जमा कति बाघ छन्, नेपालमा टोटल बाघको संख्या कति भयो, त्यो सम्पूर्ण विवरण चाहिँ जानकारी चाहिँ साउन 13 गते चाहिँ सार्वजनिक गरेको छ नेपाल सरकारले। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण विभागले चाहिँ यसको नतिजा प्रकाशन गर्छ हैन। पाल्न सक्दैनौँ हामी, एउटा पनि बाघलाई पाल्न सक्दैनौँ। सार्वजनिक कहिले गर्यो भन्दाखेरि किनभने यसले सताउने काम धेरै गर्छ। साउन 13 गते। अब हेर्नु, नेपालमा जम्मा बाघ संख्या कति भयो त अहिले हालमा, वर्तमानमा 2083 सालमा कति भयो त? अब 429 छ। 429 वटा बाघ भएको छ हाम्रो देशमा। अब यसलाई कसरी चाहिँ याद गर्ने भन्दाखेरि ठ्याक्कै बाघ कति हो हाम्रो देशमा याद गर्नको लागि के गर्नु? हामी इमेजिनेसन गरौँ त, बाघ चाहिँ केसँग मिल्दो छ? हामी के को भाइचारा मान्छौँ? बिरालोको, बिरालोको हैन। बाघ चाहिँ बिरालो को के हो त? नक्कल हो। बिरालोको नक्कल हो। हेर्नु है, बिरालोको वा बिलाइ, मैथिली विद्यार्थीहरूले हैन, बिलाइ छ, बिलाइको नक्कल हो। नक्कल हो। बाघ चाहिँ बिरालो भनेको 42, बिलाइ भनेको 42, बिरालोको नक्कल हो या बिरालो बाघको नक्कल हामी भन्छौँ। त्यसैले बाघको कुरा गर्दैछौँ हामी। बाघ चाहिँ बिरालोको के हो त? नक्कल हो। 42 9 यसरी याद गरौँ। एकदम 429 कन्फ्युज भयो एक्जाममा हैन। बाघ भन्ने बित्तिकै कति छ भन्दाखेरि बिरालोको नक्कल हो। 42 9। अब वृद्धि कतिको भयो त? 74 वटा बाघ चाहिँ वृद्धि भएको छ हाम्रो देशमा। विभिन्न राष्ट्रिय निकुञ्जहरूमा, खास गरी यहाँ कति रहेछ? 5 वटा छ। 5 वटा राष्ट्रिय निकुञ्जमा चाहिँ वृद्धि भएको छ। कतिवटा? 74 वटा। मतलब अहिले चाहिँ बाघको चाहिँ चर्चा चौतर्फी भइरहेको छ हाम्रो नेपालमा। चौतर्फी। हरेक विद्यार्थीहरूले चाहिँ अहिले धमाधम अध्ययन गर्दै होला, कतिवटा बाघ भयो, कुन राष्ट्रिय निकुञ्जमा कति भयो। मतलब चौतर्फी 74 वटा बाघले चाहिँ के भएको छ? वृद्धि भएको छ। 74 वटा बाघले चाहिँ
वृद्धि भएको छ। रेकर्ड छौँ न, ठिक छ। वृद्धि चाहिँ 74 वटा भागले भएको छ। अब चाहिँ कुन राष्ट्रिय निकुञ्जमा कतिवटा चाहिँ बाघहरू छ? कुन राष्ट्रिय निकुञ्जमा चाहिँ बाघहरू पाउँछ त? यो हामी लेखेका छौँ यहाँ है। हेर्नु, चितवन राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज कति छ? 145 वटा। 145 एक पाइला चितवनको कुरा गर्नु, चितुवाको एक पाइला पनि चितवनको चितुवाको एक पाइला पनि एकदम महत्त्वपूर्ण हुन्छ, इम्पोर्टेन्ट हुन्छ। एक पाइला पनि चितवनमा कति छ त? 145। बर्दिया राष्ट्रिय निकुञ्जको अब ब छ बर्दिया, बर्दियाबाट 12 बर्दिया छ हैन, 12 त्यसै याद हुन्छ, सजिलो छ। बर्दिया 12 वटा, 112 वटा। अनि पर्सा राष्ट्रिय निकुञ्ज छ, पर्से 71 वटा छ। यो चाहिँ याद गर्नु होला, 71 वटा, यो चाहिँ याद गर्नु, 71 वटा। पर्सा राष्ट्रिय निकुञ्जमा कतिवटा छ त? 71 वटा छ। अनि बाँकेलाई चाहिँ हामी बाँकी याद गरौँ। बाँके राष्ट्रिय निकुञ्ज चाहिँ बाँकी राष्ट्रिय निकुञ्ज। अब हाम्रो 3 वटा के छ राष्ट्रिय निकुञ्ज चाहिँ बाघको जनगणना गर्यो। अब बाँकीमा होला 51 भनेको कतै कुनै वनमा 51 वटा छ बाँकी। 51मा कुनै वनमा 51मा बाँकी होला बाघहरू। बाँकीमा कति छ त? 51मा। अनि शुक्ला फाँट छ लास्टको कति छ त? 50। सुप, यसलाई गर्नु सुप, पबाट 50। शुक्ला फाँट 50। शुक्ला फाँटमा कतिवटा अक्षर छ त? याद गर्नुको लागि त 1 2 3 4 5 वटा अक्षर छन्। 5 राख्नु, 0 राख्नु, 50 वटा छन्। शुक्ला फाँटमा जम्मा कति छन् त? 50 वटा बाघहरू छन्। जम्मा कति भयो त हाम्रो? 42 नभनेको 429 वटा भयो। कसरी याद गर्ने? बिलाइको नक्कल, बिरालोको नक्कल, टोटल बाघ। चितवनमा चितुवाको एक पाइला पनि एकदम महत्त्वपूर्ण हुन्छ। चितुवाको एक पाइला पनि एकदम महत्त्वपूर्ण हुन्छ, 145। बर्दिया 12, पर्साको 71 वटा छ। अब बाँकी चाहिँ 51मा होला। यति जनगणना भइसकेपछि त्यो सर्वेक्षण गर्नेहरूले होला कतै 51मा बाँकीमा चाहिँ 51, 5 1। शुक्ला फाँटमा 5 वटा अक्षर छ, 5 0, 50 वटा छ। सुप 25 वटा छन् हैन। कहिले सुरु भएको थियो त? पौष 1 गते। पाल्नलाई गाह्रो हुन्छ। नतिजा कहिले गएको थियो त? 2083 सालको 57 काम श्रावण 13 गते चाहिँ नतिजा सार्वजनिक गरेको छ। पौष गरेको नै गरेको